क्वेसन नम्बर 1 बाट हामी सुरु गर्छौं। क्वेसन नम्बर 1 मा छ द टोटल नम्बर अफ केसेस अफ ए डिजिज एट ए गिभन पोइन्ट अफ टाइम इन ए पपुलेसन इज भनेको छ। यो प्रश्नको उत्तर चाहिँ के हुन्छ भनेर सोधेको छ। अप्सन ए मा छ इपिडेमोलोजी, अप्सन नम्बर बी मा छ इन्सिडेन्स, अप्सन नम्बर सी मा प्रिभ्यालेन्स र अप्सन नम्बर डी मा इन्फेक्सन छ। हाम्रो पुष्पकमल दाहालजीले चाहिँ अप्सन सी इज द राइट एन्सर भन्नुभएको छ। यो धेरैले मिलाउनु भएको एन्सर पनि हो। यो इपिडेमोलोजीको बेसिक एकदम सिम्पल खालको चाहिँ क्वेसन हो, धेरैले बिगार्न नहुने खालको क्वेसन हो। यहाँ किवर्ड चाहिँ अब तपाईँहरूलाई विशेष गरेर चौथो पाँचौँ तहको साथीहरूलाई यहाँ टोटल भनेको छ है, नयाँ तथा पुरानो दुइटै केस भनेर भन्छौँ, कहिलेकाहीँ न्यू प्लस ओल्ड केस पनि भनेर भन्छौँ। नयाँ मात्रै छ भने हामी इन्सिडेन्स भन्छौँ, नयाँ र पुरानो दुइटै छ भने त्यसलाई हामी प्रिभ्यालेन्स भनेर भन्छौँ। राइट एन्सर इज सी। अब इपिडेमोलोजी आफैमा छुट्टै एउटा सब्जेक्ट अथवा स्टडी भयो होइन। इन्फेक्सन भनेको सामान्यतया चाहिँ हामी एमसिक्यू को लागि चाहिँ एन्ट्री एन्ड मल्टिप्लिकेसन अफ माइक्रो अर्गानिजम इन लिभिङ बडी अरू ह्युमन बडी त्यस्तो छ भने त्यसलाई हामी इन्फेक्सन भनेर भन्छौँ है। राइट एन्सर इज सी। अब यो पहिलो क्वेसन सजिलो छ, सबैले मिलाउनु भयो होला। क्वेसन नम्बर 2 मा which of the following is an appropriate immediate first aid measure for heat stroke? हिट स्ट्रोक, हाई हिटको कारणले गर्दाखेरि हुने चाहिँ कन्डिसन हो। हिट स्ट्रोकमा चाहिँ फर्स्ट एड मेजर्स, त्यसमा पनि इमिडिएटली भनेको सामान्यतया फर्स्ट एडमा चाहिँ सबैभन्दा फर्स्टमा के गर्ने, सेकेन्डमा के गर्ने, सिक्वेन्समा जान्छ। फर्स्टमा चाहिँ के गर्ने भने चाहिँ इमिडिएट फर्स्ट एड मेजर्स चाहिँ के हो त, मुभ द पेसेन्ट टु द सेड एन्ड अप्लाई आइस प्याक। सामान्यतया शीतल ठाउँमा चाहिँ तत्कालै लैजाने र आइस प्याकहरू यदि अभाइलेबल छ भने लगाउने। ऱ्याप द पेसेन्ट इन द वार्म ब्ल्याङ्केट। अब हिट स्ट्रोक छ, वार्म ब्ल्याङ्केटमा ऱ्याप गर्ने कुरो भएन होइन। फर्स्ट बाइटको केस थियो भने हुन सक्थ्यो त्यो। गिभ हट फ्लुइड दिने कुरो भएन, सबै नेगेटिभ खालको छ। इन्करेज वाकिङ टु इम्प्रुभ द सर्कुलेसन भनेको छ। हिटको कारणले सर्कुलेसन चाहिँ कन्स्ट्रिक्टेड हुने हुँदैन, चिसोको कारणले चाहिँ हुनसक्छ है। इमिडिएट एक्सन चाहिँ अप्सन नम्बर ए। सामान्यतया बी, सी र डी कुनै पनि हिट स्ट्रोकको लागि चाहिँ फर्स्ट एड मेजर्सको रूपमा अप्रोप्रिएट अप्सन चाहिँ छैन। राइट एन्सर ए हुन्छ। यो रिसेन्टली गण्डकी प्रदेशको लोकसभामा एचएलाई सोधेको प्रश्न हो। अन्डर द डिसेन्ट्रलाइज अर्गनाइजेसनल फ्रेमवर्क अफ मिनिस्ट्री अफ हेल्थ इन गण्डकी प्रोभिन्स विच स्पेसिफिक स्ट्रक्चरल विङ इज directly responsible for supplying vaccine, cold chain maintenance, emergency medicine procurement across the province भनेको छ। अब सामान्यतया अहिले प्रोभिन्सियल हेल्थ सिस्टममा चाहिँ सातवटै प्रदेशमा चाहिँ जम्मा 4वटा स्ट्रक्चरहरू छ। त्यसमध्ये एउटा चाहिँ तपाईँलाई हेल्थ सर्भिस डाइरेक्टोरेट अथवा हेल्थ डाइरेक्टोरेट भनेर छ, जसले ओभरअल हेल्थ सर्भिस प्रोमोटिभदेखि प्रिभेन्टिभ प्यालिएटिभसम्मको हेल्थ सर्भिसलाई म्यानेज गर्ने काम गर्छ, डेलिभरीको म्यानेजमेन्ट गर्ने काम गर्छ होइन। जसको अन्डरमा हेल्थ अफिस, डिस्ट्रिक्ट हस्पिटल, आयुर्वेद लगायतका चाहिँ अफिसहरू रहन्छन्। त्यसपछि अर्को चाहिँ प्रोभिन्सियल लेभलमा चाहिँ प्रोभिन्सियल हेल्थ ट्रेनिङ सेन्टर अथवा चाहिँ एचआरडिसी भनेर अहिले विशेष गरेर कर्णाली प्रदेशमा चाहिँ त्यो एचआरडिसी पनि अर्को प्रतिष्ठानमा चाहिँ गाविसकेको अवस्था छ, ट्रेनिङको एउटा छुट्टै छ। अर्को चाहिँ लोजिस्टिक म्यानेजमेन्टको लागि चाहिँ प्रोभिन्सियल हेल्थ लोजिस्टिक म्यानेजमेन्ट सेन्टर भनेर छ भनेदेखि ल्याबोरेटरी तथा सर्भिलेन्सको लागि चाहिँ पिपिएचएल भनेर यो 4वटा स्ट्रक्चर चाहिँ हुन्छ। र गण्डकी प्रदेशमा स्पेसल्ली चाहिँ प्रोभिन्सियल डिजिज कन्ट्रोल सेन्टर पनि इस्टाब्लिस भएको छ। अब यो अगाडिको यी कुराहरू सबै तपाईँलाई क्वेसनको फ्रेमिङलाई ग्रामेटिकल कुराहरू मात्रै हो। तपाईँलाई सोधेको चाहिँ सिम्पल भ्याक्सिन कोल्ड चेन मेन्टेनेन्स गर्ने होइन निकाय कुन हो भन्दाखेरि यहाँ अरू कुनै पनि मिल्दैन। राइट एन्सर चाहिँ प्रोभिन्सियल हेल्थ लोजिस्टिक म्यानेजमेन्ट सेन्टर है। अब केही क्वेसनको नेचर चाहिँ यस्तो हुन्छ, क्वेसन चाहिँ एकदम ठुलो एकदम होइन प्यासेजकै फर्मेटमा चाहिँ फ्रेमिङ गरे हुन्छ, त्यसले चाहिँ टाइम कन्ज्युम गर्छ अनि एन्सर चाहिँ सजिलो हुन्छ। राइट एन्सर चाहिँ बी। इन इन्टिग्रेटेड म्यानेजमेन्ट अफ एक्युट माल न्युट्रिसन आइमाम है, a child with the MUSC less than 11.5 सेन्टिमिटर इज क्लासिफाइड एज भनेको छ। यसको एन्सर लगाउनु त। MUSC लेस देन 11.5 छ, 11.5 सेन्टिमिटर भन्दा कम छ भनेदेखि चाहिँ हामीले आइमाम अनुसार चाहिँ माल न्युट्रिसनको स्ट्याटसलाई के भनेर क्लासिफाई गर्छौँ।
ओके, ल सी भन्नुभएको छ, यस राइट एन्सर इज सी। है अब यहाँनिर यो चाहिँ यो क्वेसन चाहिँ पनि गण्डकीमा सोधिसकेको धेरै साथीहरूले त्यसको एन्सर चाहिँ अब टिचरहरूले लगाएको यताउता इन्स्टिच्युटले लगाएको एन्सर देखेर थाहा पाइसक्नु भएको छ। नत्र यो अब क्वेसन चाहिँ अलिकति क्रिटिकल खालको क्वेसन, बिग्रिन सक्ने खालको क्वेसन चाहिँ हो। है अब आइमामको गाइडलाइन अनुसार चाहिँ तपाईँको एक्ज्याक्टली 11.5 अर मोर देन 11.5 छ भने चाहिँ त्यो चाहिँ माममा पर्छ। है त्यहाँदेखि लिएर 12.5सम्म छ भने चाहिँ माममा पर्छ। तर यहाँ चाहिँ लेस देन भन्यो, है यो लेस देन भन्ने शब्द हटाएको भएदेखि यो चाहिँ मोडरेट एक्युट मालन्युट्रिसन माममा पर्थ्यो। यहाँ लेस देन भनेको भएर चाहिँ लेस देन मिन्स 11.4 हुनसक्छ, 11.49 हुनसक्छ, तर 11.5 होइन। अब लेस देन भनेको भएर चाहिँ यसको राइट एन्सर चाहिँ साम भएको। आई थिङ्क त्यो लोकसेवाको इक्जाममा चाहिँ त्यो बेला चाहिँ धेरैले माम पनि लगाएको हुनसक्छ, एकदमै धेरै साथीहरूले त्यो लगाउने सम्भावना पनि छ। है ल अब यहीसँग सम्बन्धित भएर साम मामको क्लासिफिकेसन तपाईँहरूले पढिराख्नु पर्यो। What is the maximum allowable gestational age for safe abortion when there is a risk to the pregnant woman's life or health deterioration? भने यसले चाहिँ के सोधेको भन्दाखेरि यदि गर्भवती आमाको अथवा चाहिँ होइन जन्मिने बच्चाको पनि हुनसक्छ, बच्चाको चाहिँ ज्यान जोखिममा छ भनेदेखि चाहिँ त्यस्तो अवस्थामा नेपालमा कति हप्तासम्मको गर्भलाई चाहिँ गर्भपतन गर्न पाइन्छ भनेर सोधेको हो। है यस्तै यस्तै खालको एबर्सनसँग सम्बन्धित प्रश्न चाहिँ गण्डकी प्रदेशको एचएमा पनि सोधेको थियो। यो क्वेसन सबैको लागि इम्पोर्टेन्ट छ। है अहिले चाहिँ हाम्रो सेफ मदरहुड एन्ड रिप्रोडक्टिभ हेल्थ राइट एक्ट 2075 अनुसार चाहिँ म्याक्सिमम 28 विकसम्म चाहिँ एबर्सन गर्न चाहिँ पाइन्छ। है 28 विकसम्म, त्यसमध्ये 12 हप्तासम्ममा चाहिँ आमाले चाहेपछि मदरले चाहिँ कुनै स्पेसिफिक कारण चाहिँदैन, एबर्सन गर्न चाहन्छु भनेपछि पाइन्छ। इभन बुबाको कन्सेन्ट पनि चाहिँदैन, सहमति पनि चाहिँदैन, पाइन्छ। भने केही केही तोकिएको 4वटा स्पेसल कन्डिसनहरू जस्तै एचआइभी इन्फेक्टेड छ, होइन फेटल एबनर्मालिटिजहरू हुन सक्ने खालको छ, रेप अर इन्सेन्टको केस छ, हाडनाता अथवा चाहिँ जबरजस्तीकरणीको केस छ, अथवा त्यो कन्डिसन कन्टिन्यू गर्दाखेरि चाहिँ प्रेग्नेन्सी कन्टिन्यू गर्दाखेरि चाहिँ आमा वा बच्चाको फिजिकल मेन्टल हेल्थमा चाहिँ एडभर्सली इफेक्ट गर्छ भनेदेखि त्यस्तो 4वटा स्पेसल कन्डिसनमा चाहिँ अप टु 28 विक्स 28 हप्तासम्म पनि एबर्सन गर्न पाउने प्रोभिजन चाहिँ गभर्मेन्टले राखेको छ। है यसको राइट एन्सर चाहिँ सी हुन्छ। अब यो धेरैले बिगार्नु भएको छ, यो कुरा अब थाहा पाउनुपर्छ। है एबर्सन चाहिँ सेक्सुअल एन्ड रिप्रोडक्टिभ हेल्थ राइटसँग पनि जोडिएको भएर हामीले थाहा पाउनु पर्यो, त्यसपछि अनि बल्ल कम्युनिटीमा भन्नु पर्यो। है ल यहाँ चाहिँ तपाईँलाई यस्तो नभनेको भए स्पेसल कन्डिसन नदिएको र आमाको मात्रै कुरा, आमाको इच्छाले मात्रै भन्ने कुरा गरेको भए चाहिँ 12 विक्स हुन्थ्यो। वाट इज द कमन सिम्टम अफ इन्डोमेट्रियोसिस? है अब गाइनेकोलोजीको क्वेसन हो यो। इन्डोमेट्रियोसिस भनेको चाहिँ सामान्यतया इन्डोमेट्रियम भनेको युटेरसको इनर लेयर हो, 3वटा लेयर मध्ये। यस है पुष्पकमल दाहालजीले भन्नुभएको चाहिँ एकदम सही छ। मेडिकल एबर्सन अप टु 10 विक्स, सर्जिकल एबर्सनमा पनि तपाईँको स्टाफ नर्ससम्मले गर्न पाउने चाहिँ 12 विक्स हो। त्योभन्दा माथिको त सर्जिकलै हुने भयो। 28 हप्तासम्मको एबर्सन गर्नु पऱ्यो भने सर्जिकल बाहेक त अरू अप्सन छैन, मेडिसिनले हुँदैन। होइन सर्जिकल एबर्सन चाहिँ 28 विक्ससम्मै हो भनेर बुझ्नुपर्छ। तर हाम्रो तहमा चाहिँ स्टाफ नर्सले प्र्याक्टिस गर्न पाउने चाहिँ 12 विक्ससम्म हो। है त्यसरी बुझ्नुपर्छ। ल यो इन्डोमेट्रियोसिस भनेको सिम्पल इन्ड्रोमेट्रियम, युटेरसमा हुनुपर्ने इन्ड्रोमेट्रियल टिस्यु चाहिँ युटेरस भन्दा अन्त कतै होइन फ्यालोपियन ट्युब ओभरीमा चाहिँ त्यो टिस्यु ग्रो भएको छ भने त्यसलाई चाहिँ इन्ड्रोमेट्रियोसिस भन्छ। मोस्ट कमन साइड चाहिँ ओभरी, ओभरीमा ग्रो हुन्छ। होइन कहिलेकाहीँ एब्डोमिनल र आउट अफ एब्डोमिनल क्याभिटी भन्छ, एब्डोमिन भन्दा पनि बाहिर पनि ग्रो हुन पनि सक्छ। त्यसको चाहिँ कमन सिम्टममा इरेगुलर मेन्स्ट्रुअल साइकल भन्दा पनि हेभी ब्लिडिङ हुने चाहिँ समस्या हुन्छ। है हट फ्ल्यासेस यो त्यति
कमन सिम्टम होइन, यो चाहिँ बरु मेनोपाउजहरूमा चाहिँ हुनसक्छ। इन्क्रिज लिबिडो पनि होइन, स्पेसल्ली चाहिँ पेनफुल पिरियड हुने र हेभी ब्लिडिङ हुने सँगसँगै अब इन्फर्टिलिटीतिर चाहिँ अब इन्फर्टिलिटीको चान्सहरू बढाउने समस्या चाहिँ हुन्छ इन्डोमेट्रियोसिसमा। राइट एन्सर चाहिँ पेनफुल कमन भन्दा पनि हुन्छ है, पेनफुल पिरियड चाहिँ मोस्ट कमन सिम्टम अफ इन्डोमेट्रियोसिस। अर्को हेमाटिमेसिस छ, यो सजिलो छ होइन। हेमाटिमेसिस भनेको इमेसिस भनेको के हो त, भमिटिङ हो। हेमा भनेको ब्लड हो होइन, भमिटसमा चाहिँ ब्लड देखिनु अथवा चाहिँ ब्लड इन द भमिटस इज कल्ड हेमाटिमेसिस। अब यसलाई ब्लड इन युरिनलाई हेमाच्युरिया भन्छ, स्पुटम छ भने हेमोप्टाइसिस भन्छ, स्टुलमा छ भने फ्रेस ब्लड छ भने हेमाटोकेजिया भन्छ होइन। अब डाइजेस्टेड ब्लड छ भने चाहिँ मलिना भनेर चाहिँ भन्छ है, डाइजेस्टेड छ भने चाहिँ मलिना भन्छ। इरिथमेटिक बर्न इज नर्मल्ली कज बाई भने, इरिथमेटिक भने सामान्य दिएर चाहिँ तपाईँको स्किन रातो मात्रै भएको छ, रातो र पोल्ने हुन्छ नि होइन, आगोको छेउमा बस्दा अथवा अत्याधिक घाममा चाहिँ एक्सपोज हुनुभयो भने त्यस्तो बेलामा चाहिँ के हुन्छ त, रातो र पोल्ने हुन्छ, हट एन्ड बर्न बर्न हुन्छ। त्यसलाई चाहिँ त्यो चाहिँ अब जेनरली चाहिँ सन बर्नको कारणले गर्दाखेरि चाहिँ हुन्छ है। राइट एन्सर चाहिँ सी। मोस्ट सेन्सिटिभ इन्भेस्टिगेसन फर प्यानक्रियाटिक डिजिज भनेको छ, ओभरअल प्यानक्रियाटिक डिजिजको इन्भेस्टिगेसनको लागि सबैभन्दा राम्रो चाहिँ कुन हो भनेको छ, युएससी, प्लेन एक्सरे, सेरम एमाइलेज, सिटी स्क्यान भनेको छ सबैभन्दा सेन्सिटिभ कुन हो भनेको छ होइन। अब यहाँ कतिपय साथीहरू झुकेर सी लगाउनु होला होइन। हामी प्यानक्रियाटिक डिजिजमा, एक्युट प्यानक्रियाटाइटिसमा सेरम एमाइलेज र लाइपेज भन्ने इन्जाइम पनि मेजर गर्छौँ। अनि त्यो एमाइलेज र लाइपेज मध्ये एमाइलेज त तपाईँको थुकमा पनि हुन्छ होइन, स्प्लिटमा पनि हुन्छ, त्यही भएर त्यो सेन्सिटिभ मानिँदैन। अर्को चाहिँ तपाईँको यो एमाइलेज चाहिँ मम्स भएको बेला पनि बढ्छ। लाइपेज चाहिँ बायोकेमिकल मध्ये चाहिँ लाइपेज चाहिँ बढी सेन्सिटिभ, राम्रो इन्डिकेटर हो है, राम्रो चाहिँ टेस्ट हो सेरम लाइपेज इन्क्रिज भएको छ भनेदेखि चाहिँ। तर सिटी स्क्यान दिएको छ भने चाहिँ त्यस्तो बेलामा हामीले सिटी स्क्यान लगाउनुपर्छ। युएससी र सिटी स्क्यान कमनली युज हुने हो, त्यसमध्ये पनि सिटी स्क्यान चाहिँ मोर सेन्सिटिभ देन अदर है। राइट एन्सर चाहिँ डी। विच अफ द फलोइङ इज जेनरली युज एज सिक्वेन्स ड्युरिङ द फिजिकल एक्जामिनेसन है। यो विशेष गरी एचएको साथीहरूलाई चाहिँ मेडिसिनतिरबाट यो हिस्ट्री टेकिङ, फिजिकल एक्जामिनेसन, सिस्टमेटिक एक्जामिनेसनबाट प्राय क्वेसन सोध्छ है, प्राय जसो क्वेसन सोध्छ। तर धेरैले त्यसलाई प्रायोरिटी दिएर पढेको हुँदैन, खालि डिजिज मात्रै पढ्या हुन्छ। एक्जामिनेसन पनि पढ्नु होला, फर्स्ट पेपर र सेकेन्ड पेपर दुवैको लागि इम्पोर्टेन्ट छ। अब यो सिस्टमेटिक एक्जामिनेसनमा जस्तै हामी रेस्पिरेटरी सिस्टमको, कार्डियोभास्कुलरको, एब्डोमिनलको, छुट्टा छुट्टै सिस्टमको चाहिँ फिजिकल एक्जामिनेसन गर्दा सबैभन्दा सुरुमा चाहिँ हामीले गर्ने चाहिँ इन्सपेक्सन हो है। अनि त्यसपछि चाहिँ पाल्पेसन हो। अब सबैमा इन्सपेक्सन छ, त्यसपछि पाल्पेसन हेर्ने, अनि टच छुने, पाल्पेसन पाल्पेसन होइन। अब बी र डी चाहिँ काम छैन, यो फालिदिने। अनि पाल्पेसन पछि के गर्ने त, पर्कसन गर्ने होइन, अनि देन असल्टेसन है। राइट एन्सर चाहिँ सी हुन्छ है। अब केही केही सिस्टममा चाहिँ यो चाहिँ एक्सेप्सनल केसहरू आउँछ होइन, त्यो चाहिँ तपाईँले यसो हेर्नु होला। दिस इन्कम्पासेस भेरियस टेक्नोलोजी इन्क्लुडिङ एम हेल्थ, हेल्थ इन्फर्मेसन टेक्नोलोजी, वेरेबल डिभाइस, टेलिहेल्थ, टेलिमेडिसिन एन्ड पर्सनलाइज मेडिसिन भनेको छ। त्यस्तै खालको छ यो, जहाँ चाहिँ एम हेल्थ पनि पर्छ है। एम हेल्थ पनि पर्छ भनेपछि यो भएन, एम हेल्थ भन्दा धेरै भयो, एम हेल्थ पनि पर्छ। त्यसै गरी चाहिँ हेल्थ इन्फर्मेसन टेक्नोलोजीहरू चाहिँ युज हुन्छ, सामान्यतया ई हेल्थ भनेको पनि आइसक्यो होइन। त्यसपछि चाहिँ तपाईँको टेली हेल्थ पनि पर्छ, यो टेली हेल्थ पनि पर्छ, यो पनि आइसक्यो होइन। भनेपछि बाँकी रहेको के भयो त, एम हेल्थ पनि आइसक्यो, टेली हेल्थ पनि आइसक्यो, ई हेल्थ पनि आइसक्यो भनेपछि त्यो चाहिँ सबैको कम्बिनेसनलाई हामीले चाहिँ डिजिटल हेल्थ भन्न सक्छौँ। सिम्पल हेल्थमा चाहिँ डिजिटल प्लेटफर्महरू, डिजिटल टेक्नोलोजीहरू युज गर्नुलाई डिजिटल हेल्थ भनेर भन्छ। अब एम हेल्थ भनेर चाहिँ स्पेसली मोबाइल नै हो है, मोबाइलकै युज गर्ने नै हो है। टेली भनेको चाहिँ अब टेलिकम्युनिकेसनको लागि आइसिटी, इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी युज गरेर एक ठाउँबाट अर्को ठाउँमा गर्ने त्यो 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 विशेषतालाई टेलिहेल्थ भनेर भन्छ है। राइट एन्सर चाहिँ डी हो। अब यो अलि अनौठो जस्तो क्वेसन लाग्न पनि सक्छ, यो चाहिँ तपाईँहरूको आई थिङ्क चौथो तहमा
है। चौथो तहमा चाहिँ सोधिसकेको क्वेसन हो, अहेवाला हो या अनमित, दुईटा मध्ये एउटालाई चाहिँ सोधिसकेको प्रश्न हो। एम भनेको मोबाइलसँगै सम्बन्धित हो। अर्को चाहिँ किङ कोब्रा इज भनेको छ है, यो फर्स्ट इयरको क्वेसन हो। किङ कोब्रा भनेको चाहिँ के हो त, कोब्रा र करेज चाहिँ न्युरोटक्सिन हुन् है। यसले चाहिँ नर्भ अथवा ब्रेनसँग सम्बन्धित असर गर्छ। अब भाइपर चाहिँ जेनरली हेमोटक्सिन हो होइन। अब सी स्नेकहरू चाहिँ मायोटक्सिन हुन्छ। यसको राइट एन्सर चाहिँ कोब्रा करेज चाहिँ न्युरोटक्सिन हो। त्यसलाई चाहिँ हामी ककनी भनेर पनि सम्झाउँछौँ कि ककनी भनेको चाहिँ कोब्रा, अनि करेत, अनि नि भनेको न्युरोटक्सिन, ककनी भन्छ नि होइन। नुवाकोटतिर ककनी मेला लाग्छ के अरे, हाम्रो गाउँतिर पनि लाग्थ्यो उदयपुरमा पनि। ट्राइसेक्सन इज मेथड फर भनेको छ, यो पनि क्लिनिकल्लै हो होइन, यो अलिक गाह्रो लाग्न पनि सक्छ। ट्राइसेक्सन चाहिँ एसेसिङ द चेस्ट एक्सपान्सन, एसेसिङ क्यारेक्टर अफ आर्टेरियल पल्स, पोस्टरल फल अफ द ब्लड प्रेसर, एसेसिङ द पल्स बिपी एन्ड रेस्पिरेसन भनेको छ। आर्टेरियल पल्सको चाहिँ क्यारेक्टर हेर्नको लागि चाहिँ ट्राइसेक्सन युज गर्छ। राइट एन्सर बी। वाट इज द मोस्ट कमन कज अफ द एक्युट इन्टेस्टाइनल अब्स्ट्रक्सन इन न्युनेट भनेको छ है। यहाँ अलिकति झुकिन सक्नुहुन्छ, यहाँ चाहिँ न्युनेट भनेर सोधेको छ है। न्युनेटमा चाहिँ मोस्ट कमन कज चाहिँ यहाँ दिएको अप्सन मध्ये चाहिँ ड्युडेनल एट्रेसिया हो है। ड्युडेनल एट्रेसिया यो चाहिँ सामान्यतया कन्जेनाइटल हुन्छ, जन्मजातै हुने भएको भएर। अब चाइल्ड, इन्फेन्ट चाइल्ड भन्यो भनेदेखि चाहिँ, इन्फेन्ट चाइल्ड भन्यो भनेदेखि के हुन्छ ल, इन्फेन्ट चाइल्ड भन्यो भने के हुन्छ? के छ यहाँ कमेन्टमा ढिलो आएको हो कि तपाईँहरू नलेख्नु भएको हो कि अन्त यो होइन, मेरो डिभाइसमा अलिक ढिलो देखाएको पनि हुनसक्छ। ओके ल, भनिराख्नु भएको रहेछ है नि त, इन्टरससेप्सन, भेरी नाइस है। इन्फेन्ट चाइल्ड भन्यो भने चाहिँ त्यस्तो अवस्थामा चाहिँ इन्टरससेप्सन हुन्छ। इन्टरससेप्सन एकदमै इम्पोर्टेन्ट छ है, तपाईँहरूले ध्यान दिएर हेर्नु होला। त्यसै गरी एडल्टमा चाहिँ जेनरली चाहिँ एडेसन होइन, ए फर एडल्ट, ए फर एडेसन, एडेसन चाहिँ अलिक कमन मानिन्छ। यसको राइट एन्सर चाहिँ ड्युडेनल एट्रेसिया, स्पेसली कन्जेनाइटल हुने भएको कारणले गर्दाखेरि। ल, साथीहरूले हेरिरहेको साथीहरूले चाहिँ यसो सेयर पनि गर्दै गर्नु है, सेयर पनि गर्दै गर्नु। अलिक इन्गेजमेन्ट अलिक कम भएको हो कि जस्तो लाग्यो। ल, द प्रोभिन्सियल गभर्मेन्ट इज अथोराइज टु ग्रान्ट पर्मिसन टु इस्टाब्लिस हस्पिटल अप टु, प्रदेश सरकारले चाहिँ कति बेडसम्मको अस्पताललाई चाहिँ अब स्थापना गर्नको लागि अनुमति दिन सक्छ भनेर सोध्यो। यो पनि सोधेको प्रश्न हो, यो पछिल्लो समय एकदमै इम्पोर्टेन्ट क्वेसन हो, रिपिटेडली सोधिरहेछ है, रिपिटेडली सोधिरहेछ। एकचोटि यो क्वेसन हाइलाइट भएपछि होइन, अब त्यो चाहिँ सोधिराख्न सक्छ। कति लगाउनु भएको छ? 200। ओके, अनिलजीले 200, पुष्पकमलजीले 200। ओके नाइस। अरू अरू के, अरू केही छ अरू कसैको? यस, राइट एन्सर इज 200 बेडसम्मको चाहिँ प्रदेश सरकारलाई चाहिँ त्यो अधिकार चाहिँ दिएको छ। 25 देखि 200 बेडसम्मको भनेर भन्छ होइन। अब त्यसो भने त स्थानीय सरकारको 15 बेडसम्मको मात्रै हो होइन, बिचको बेड चाहिँ कहाँ गयो त भन्ने लाग्न सक्छ होइन। त्यो चाहिँ त्यो बेडको फर्मेटमा चाहिँ 17 बेड, 18 बेड, 20 बेड भन्ने त्यस्तो छैन। 5, 10, 15 छ, अनि एकैचोटि 25 अनि 50, त्यो खालको फर्मेट भएको भएर त्यो त्यो खालको कतिपय साथीहरूलाई दिमागमा पर्दो रहेछ होइन। यो 18, 22, 27 आयो भने के लगाउने भनेर, त्यो रेन्जभित्र छ कि छैन त्यो कुरा हेर्नु पर्यो है। 25 देखि 200 बेडसम्मको चाहिँ प्रदेश सरकार अन्तर्गत पर्छ, 5, 10, 15को चाहिँ स्थानीय सरकार अन्तर्गत पर्छ भनेर बुझ्नु पर्यो। अब 200 भन्दा माथिको जेनरल हस्पिटल छ भने सङ्घ सरकार अन्तर्गत चाहिँ पर्ने भयो। राइट एन्सर बी है। अब यस्तै खालको यो यो अलिक गाह्रो लाग्न सक्छ। योभन्दा अगाडिपट्टि पनि गण्डकीले चाहिँ होइन, यो हेल्थ पोस्टहरूलाई चाहिँ डाइरेक्टली रेगुलेट गर्ने चाहिँ कसले हो भनेर सोधेको थियो। त्यो जिम्मेवारी चाहिँ स्थानीय तहको है। 15 बेड भन्दा तलको सबै हेल्थ पोस्ट पनि हुनसक्छ, पिएचसी पनि हुनसक्छ, आधारभूत स्वास्थ्य सेवा केन्द्र पनि हुनसक्छ,
सबै। विच अफ द फलोइङ स्टेटमेन्ट इज ट्रु फर द स्क्याबिज, स्क्याबिजको लागि तल दिएका मध्ये कुन चाहिँ भनाइ ठिक छ भनेको छ। ट्रान्समिटेड बाई फर्माइट, होइन हुनसक्छ फर्माइट भनेको चाहिँ यस्तो युटेन्सिलहरू, तपाईँको टावेलहरू होइन रुमालहरू त्यस्तोबाट सर्न सक्छ, सही हो। ट्रिटेड विथ द 2% पर्मिथिन, 2% होइन 5% पर्मिथिन इज द ड्रग अफ चोइस हो। पेसेन्ट बिकम्स इन्फेक्टेड इभन 24 hours आफ्टर द ट्रिटमेन्ट स्टार्टेड, ट्रिटमेन्ट स्टार्ट गरेको 24 घन्टा पछि पनि इन्फेक्टेड भइरहेको छ भनेको छ। अब यो कन्फ्युजन हुनसक्छ। पेपुलर लेजन आर कमन इन फेस, ह्यान्ड्स एन्ड फुट्स भनेको छ। अब फुट्स हात खुट्टामा के अरे फुट्समा नहुने, हातमा नहुने भन्ने त होइन, तर कमन चाहिँ होइन है। फेसमा खुट्टामा कमन चाहिँ होइन। अब यो फिङ्गरको बिचमा चाहिँ कमन हो होइन, तर यो ओभरअल ह्यान्ड फुट पैँताला यस्तोमा कमन चाहिँ होइन। यो डी डी पनि गलत छ। राइट एन्सर चाहिँ ए हो है। फर्माइटबाट ट्रान्समिसन हुन्छ भन्ने कुरा चाहिँ सही हो है। कि त डाइरेक्ट कन्ट्याक्ट कि त फर्माइटबाट चाहिँ ट्रान्समिसन हुन्छ। नेक्स्ट वान इज according to FCSB strategy 2076, while selecting FCSB, a candidate should be interested to serve her community for at least year भनेको छ। यो सामुदायिक स्वास्थ्य स्वयंसेविका रणनीति 2076 अनुसार चाहिँ स्वयंसेविका सिलेक्सन गर्दाखेरि चाहिँ कम्तीमा पनि 5 वर्ष चाहिँ समुदायको लागि काम गर्ने, स्वयंसेवक भएर काम गर्न इच्छुक भएकोलाई चाहिँ छनौट गर्नुपर्छ। पहिला चाहिँ 10 वर्ष थियो, त्यही भएर धेरै साथीहरूले 10 लगाउनु भयो। यो 76 पछि चाहिँ कम्तीमा 5 वर्ष चाहिँ इच्छुक चाहिँ हुनुपर्छ भन्ने छ। राइट एन्सर बी। क्वेसन नम्बर 18, क्लासिकल ट्रायड अफ कन्जेनाइटल रुबेला सिन्ड्रोम CRS है इन्क्लुड्स अल अफ द फलोइङ एक्सेप्ट, एक्सेप्ट भनेछ भनेपछि कुन पर्दैन भनेको है। यो चाहिँ यदि प्रेग्नेन्सीको बेलामा चाहिँ रुबेला भयो भनेदेखि चाहिँ जन्मिने बच्चामा चाहिँ स्पेसली फर्स्ट ट्राइमेस्टरमा भयो भनेदेखि चाहिँ डिफेक्ट हुने चान्स धेरै हुन्छ है। त्यसलाई कन्जेनाइटल रुबेला सिन्ड्रोम भन्छ। त्यसमा चाहिँ मेजर 3वटा आउटकम चाहिँ हुनसक्छ क्लासिकल ट्रायडमा होइन। यसलाई हामी डिसिसी पनि भनेर भन्छौँ होइन। त्यो भनेको डी भनेको चाहिँ डिफनेस होइन, अनि अर्को सी भनेको क्याट्र्याक आँखामा, अर्को सी भनेको चाहिँ कार्डियोभास्कुलर डिसअर्डर डिफेक्ट हुनसक्छ। त्यो कार्डियोभास्कुलरभित्र पनि कार्डियाकमा पनि स्पेसली चाहिँ प्याटेन्ट डक्टर्स आर्टेरियोसस PDA हुन्छ। यो 3वटा कुरा चाहिँ मेजर हो होइन। ट्रायडभित्र चाहिँ यो 3वटा कुरा पर्छ। हाइड्रोसेफालस भन्ने चाहिँ पर्दैन। राइट एन्सर चाहिँ बी। स्वास्थ्य सेवा ऐन 2053 अनुसार स्वास्थ्य सेवालाई समावेशी बनाउन खुल्ला प्रतियोगितामा पूर्ति हुने पद मध्ये 45 पद छुट्याइन्छ। समावेशीको लागि 45% पद छुट्याइन्छ भनेको है। उक्त प्रतिशतलाई 100% मानि दलित उम्मेद्वारको लागि कति प्रतिशत पद छुट्याइने व्यवस्था गरिएको छ भनेको छ। टोटलको 45% तपाईँको कोटामा जान्छ। त्यो कोटालाई फेरि 100% मानेर अनि दलितको लागि चाहिँ कति हो, त्यो कोटा चाहिँ कति हो भनेर यो स्वास्थ्य सेवा ऐन अनुसारको तपाईँलाई ओभरअल राखिदिएको हो। तपाईँ जुन प्रदेशको तयारी गर्नुहुन्छ त्यो प्रदेशको चाहिँ हेर्नु होला, यो इम्पोर्टेन्ट छ। स्वास्थ्यको तर्फबाट नभए पनि तपाईँकोमा त जिके अनि पब्लिक म्यानेजमेन्ट आइक्यू भन्ने च्याप्टरहरू छ नि त अहिले त, जिकेबाट यो इम्पोर्टेन्ट छ। ल यसको राइट एन्सर कति हुन्छ त? ओके ल, धेरैले सी भन्नुभएको छ। लेखौँ त लेखौँ, अझै अरूले पनि लेखौँ। ल यसको राइट एन्सर के हुन्छ त? सी 9% है। 9% चाहिँ राइट एन्सर हो होइन। अब 33% महिलाको लागि यो सबैलाई थाहा छ होइन। 33% महिलाको लागि हो। त्यसपछि 27% चाहिँ आज हो है, आदिवासी जनजातिको लागि। 9% दलितको लागि भइहाल्यो। अनि 27 पछि चाहिँ मधेसीको लागि चाहिँ 22% हो है। यसको लागि 22% मधेसीको लागि। अनि अपाङ्गको लागि 5% हो। र पछाडिको क्षेत्र भनेर चाहिँ 4% छ है सिक्वेन्समा।
चाहिँ यसो सम्झिनु पर्यो है। महिलाको लागि 33, अनि 27 भनेको आजको लागि, 22 भनेको मधेसीको लागि, 9% दलितको लागि, 5% अपाङ्गको लागि, अनि 4% चाहिँ पिछेको लागि भनेर रहेको छ। कन्ट्रासेप्टिक्स कन्ट्रासेप्टिभ इफिकेसी इज मेजर्ड बाई भनेको छ। यो चाहिँ चौथो पाँचौँ तहको लागि वास्तवमा यो चाहिँ गाह्रो प्रश्न हो, तर सोधेको छ है। अहिले अब कुन तहको लागि कस्तो प्रश्न सोध्ने भन्ने नै हराइसक्यो है। प्रश्नहरू गाह्रो गाह्रो पनि आउँछन्, लेभल नमिल्ने खालको पनि आउँछन्। सोधेको प्रश्न हो। तपाईँहरूले चाहिँ कन्ट्रासेप्टिक्स फेलियरको पल इन्डेक्स भनेर पढ्नु भएको छ होइन। अब यो लाइफ टेबल एनालाइसिस भन्ने चाहिँ धेरैलाई थाहा नहुन सक्छ। पल इन्डेक्स ओन्ली, अब यहाँ जुन अप्सनमा यो ओन्ली भन्ने खालको आउँछ नि, यो चाहिँ सामान्यतया यो चाहिँ राइट एन्सर हुने चान्स कम हुन्छ है। पल इन्डेक्स एन्ड लाइफ टेबल एनालाइसिस, लाइफ टेबल एनालाइसिस एन्ड कपल प्रोटेक्सन रेट सिपिआर हो यो। अर्को चाहिँ पल इन्डेक्स एन्ड कपल प्रोटेक्सन रेट भनेको छ। यसको राइट एन्सर चाहिँ बी हो, पल इन्डेक्स एन्ड लाइफ टेबल एनालाइसिस। यो दुईटा एउटै एउटै खालको मेजरमेन्ट हो भनेर बुझ्नुहोस्। अहिले धेरै डिटेलमा अहिले म जाँदिनँ है। दुइटैले कन्ट्रासेप्टिक्स फेलियर रेट चाहिँ मेजर गर्ने हो। अब लाइफ टेबल एनालाइसिसले टाइम फ्याक्टरलाई अलिक बढी फोकस गर्छ होइन। अर्को चाहिँ सिसिओपी, यो पनि सोधेकै प्रश्न हो है। सिसिओपी इज अ पार्ट अफ ए स्ट्राटेजी टु स्ट्रेन्थेन द भ्याक्सिन सप्लाई, वाट डज द सिसिओपी। यो स्पेसल्ली चाहिँ गाभी भन्ने अर्गनाइजेसन त्यसको चाहिँ सपोर्टमा सञ्चालन भएको एउटा प्रोजेक्ट जस्तो पनि हो। सिसिओपी को फुल फर्म चाहिँ के हो भनेर सोधेको छ है। यो विशेष गरेर कोल्ड चेन असिस्ट्यान्टहरूलाई चाहिँ सोध्न सक्छ यस्तो प्रश्न चाहिँ। कोल्ड चेन असिस्ट्यान्ट भनेर खोल्छ नि। कोल्ड चेन इमर्जेन्सी अपरेसन प्लान हो कि कोल्ड चेन इक्विपमेन्ट अप्टिमाइजेसन प्रोग्राम हो कि कोल्ड चेन इक्विपमेन्ट अप्टिमाइजेसन प्लेटफर्म हो कि कोल्ड चेन इमर्जेन्सी अप्टिमाइजेसन प्लान हो। अब यहाँ यसो विचार गर्दाखेरि चाहिँ होइन, हुन त जुन पनि हुनसक्छ। यो कोल्ड चेन इमर्जेन्सी छ, यो कोल्ड चेन इमर्जेन्सी छ होइन। यसमा चाहिँ अलिकति यसो हल्का लोजिक लगाउनुपर्छ। यहाँ अप्टिमाइजेसन 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 धेरैवटामा छ भनेपछि यो हुने चान्स धेरै हुन्छ है। जुन कुरा धेरै मिल्दछ अप्टिमाइजेसन 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 भनेको छ है। अब यो हुने चान्स धेरै छ भने यहाँ इमर्जेन्सी छ, यहाँ दुईटामा चाहिँ इक्विपमेन्ट छ है। यो सिमिलारिटी देखिन्छ। अलिअलि अप्सन बनाउनु बेला अलिअलि तोडमोड गर्ने त हो होइन, यो तोडमोड गर्ने हो। अब त्यसपछि चाहिँ अप्टिमाइजेसन प्लेटफर्म हो कि प्रोग्राम हो, अब यो चाहिँ खास गेस गर्न सक्ने खालको छैन। राइट एन्सर चाहिँ सी हो, थाहा पाइराख्नु। सिसिओपी भनेको चाहिँ कोल्ड चेन इक्विपमेन्ट अप्टिमाइजेसन प्लेटफर्म भन्ने हो होइन। यो चाहिँ गाविले सपोर्ट गरेको एउटा इनिसिएटिभ प्रोग्राम जस्तो हो भनेर बुझ्नु होला। क्वेसन नम्बर 22 में, a baby was given a dose of measles vaccine at 6 months of age due to the epidemic of measles or malnutrition. Correct regarding given subsequent dose. मिजल्स चाहिँ आउटब्रेक भयो, त्यो कारणले गर्दाखेरि 6 महिनाको बच्चालाई मिजल्सको डोज एक डोज दियो होइन, अथवा मालन्युट्रिसनको कारणले 6 महिनाको बच्चालाई मिजल्स भ्याक्सिन दिनुभयो। उसको रेगुलर सेड्युल चाहिँ हामीले कहिले दिने हो त, 9 महिना र 15 महिनामा हो। अब के गर्ने, 9 महिना र 15 महिनामा दिनुहुन्छ कि दिनुहुन्न त्यस्तो अवस्थामा भनेर सोध्यो है। यो प्र्याक्टिकल्ली पनि अब तपाईँले पछि काम गर्ने बेलामा आइपर्छ है। त्यस्तो छ भनेदेखि चाहिँ के गर्ने त, हामीले गिभ वान मोर डोज एज सुन एज पोसिबल। एउटा डोज जति सक्दो चाँडो दिने होइन। गिभ आफ्टर द 14 to 16 month विथ बुस्टर डोज होइन। गिभ आफ्टर 9 month एज नो डोज रिक्वायर्स। आफ्टर 9 month भनेको त्यो इमर्जेन्सी बेलामा चाहिँ इपिडेमिकको बेलामा दिए पनि रेगुलर सेड्युल अनुसार चाहिँ हामीले फेरि दिनुपर्छ। राइट एन्सर चाहिँ सी हो है। अब यही क्वेसनलाई तपाईँलाई अर्को तरिकाले कहिलेकाहीँ कसरी सोध्छ भन्दाखेरि, इपिडेमिक भएको बेलामा मिजल्सको भ्याक्सिन कति उमेरसम्मलाई दिन मिल्छ भने पनि त्यो चाहिँ अप टु 6 month, 6 महिनासम्मलाई चाहिँ दिनुहुन्छ। त्योभन्दा कमलाई चाहिँ हामी दिँदैनौँ।
तर रेगुलर सेड्युलमा भन्यो भने चाहिँ 9 मन्थबाट हामीले दिन्छौँ। इन द कन्टेक्स्ट अफ म्याटरनल मोर्टालिटी द स्टेज थर्ड अफ अब्स्ट्रेटिभ ट्रान्जिसन इज वेन भनेको छ। यो अलिक गाह्रो प्रश्न हो, धेरैले मिलाउनु भएको छैन होला, कतिले अन्दाजी लगाएर पनि मिलाउनु भएको पनि होला, तर थाहा पाउँदाखेरि राम्रो है, थाहा पाउँदाखेरि राम्रो। अफिसरहरू हुनुहुन्छ भने त झन् राम्रो। यो म्याटरनल मोर्टालिटीको आधारमा चाहिँ हाम्रो सिचुएसन के छ भन्ने आधारमा चाहिँ अब्स्ट्रेटिभ ट्रान्जिसन भन्ने एउटा कन्सेप्ट छ, त्यसको चाहिँ डिफ्रेन्ट स्टेजहरू चाहिँ छ है। डिफ्रेन्ट स्टेज भनेको सिम्पल 4वटा स्टेज छ। 4वटा स्टेज मध्ये यदि म्याटर्नल मोर्टालिटी चाहिँ अहिले पनि मोर देन 1000 म्याटर्नल डेथ पर लाख लाइफ बर्थ छ भने त्यसलाई स्टेज 1 भन्छ होइन। अब त्यस्तो बेलामा चाहिँ के कुरालाई बढी फोकस गर्ने सेफ मदरहुडमा भन्ने हुन्छ। त्यसपछि 300 देखि 979सम्म छ भने त्यसलाई स्टेज 2 भन्छ है। अनि त्यसपछि 50 देखि 279सम्म छ भनेदेखि चाहिँ त्यसलाई स्टेज 3 भन्छ है, स्टेज 3 भन्छ। 50 भन्दा पनि कम छ भनेदेखि चाहिँ त्यसलाई स्टेज अब्स्ट्रक्टिभ ट्रान्जिसन भनेर भन्छ। अहिले नेपाल चाहिँ कुन स्टेजमा छ होला? के चाहिँ तपाईँले लेखिरहनु भएको छ? मेरोमा अलिक किन स्लो, फोनमा अलि ओके, यो थाहा भएन भन्नुभएको रहेछ। ल, अब भन्नु त, अब कन्सेप्ट मैले भनिहालेँ। अहिले नेपाल चाहिँ कुन स्टेजमा छ होला? नेपाल चाहिँ अहिले स्टेज, अब 151 भनेपछि, ल दिपेन्द्रजीले सी भन्नुभएको छ होइन, हो 151 छ नेपालको भनेपछि स्टेज 3मा चाहिँ छ है। स्टेज 3मा हो। स्टेज 3मा चाहिँ क्वालिटी अफ केयर चाहिँ इम्पोर्टेन्ट कम्पोनेन्ट हो भन्ने हुन्छ। क्वालिटी अफ केयर, राइट एन्सर चाहिँ सी। ओके, विच अफ द फलोइङ इज द बेस्ट ल्याट्रिन, सबैभन्दा राम्रो ल्याट्रिन चाहिँ कुन हो भनेको छ होइन। बेस्ट ल्याट्रिन चाहिँ कुन हो त? बकेट बोकेर जाने, यो त मस्ट इन्सेनिटरी, सबैभन्दा फोरी हो। बोरहोल होइन, सेनिटरी त हो, तर खाल्डो खन्नेवाला त्यति राम्रो होइन। डग वेल, यो पनि खन्नेवाला नै हो है। सबैभन्दा राम्रो चाहिँ वाटर सिल ल्याट्रिन, जुन चाहिँ अहिले हाम्रो घर घरमा छ नि, त्यही हो वाटर सिल ल्याट्रिन। अब त्यसको पनि डिफ्रेन्ट डिफ्रेन्ट मोडालिटी चाहिँ हुन्छ। वाटर सिल ल्याट्रिन इज द बेस्ट टाइप अफ ल्याट्रिन। त्यो वाटर सिल ल्याट्रिनलाई बेस्ट भन्नुको कारण चाहिँ यस्तो छ है। फेरि वाटर सिल ल्याट्रिनमा चाहिँ के हुन्छ त, त्यहाँ वाटर सिल हुन्छ नि त। वाटर सिल भनेको चाहिँ होइन, यहाँ फ्लस गरिसकेपछि चाहिँ त्यो फर्केर चाहिँ आउन पाउँदैन क्या। त्यो नेचरको कारणले गर्दाखेरि चाहिँ, यो वाटर सिलको कारणले गर्दाखेरि चाहिँ यसलाई बेस्ट भन्यो। यहाँनिर पानी जमेर बस्छ, पानी जमेर बसेपछि चाहिँ एउटा चाहिँ यसको अर्डर होइन, दुर्गन्ध बाहिर फैलिँदैन। अर्को चाहिँ यहाँ दुर्गन्ध फोहोर नभएपछि फ्लस गरेपछि के हुन्छ त, झिँगा भन्किँदैन होइन, हाउस फ्लाइ चाहिँ ब्रिडिङ हुँदैन। त्यो दुईटा कारणले चाहिँ वाटर सिल ल्याट्रिन चाहिँ राम्रो हो। A patient has a respiratory rate of the 28 breath per minute. How should this finding be interpreted in an adult? एडल्टमा चाहिँ रेस्पिरेटरी रेट 28 छ भनेदेखि के हो त्यो? ब्राडिप्निया हो। ब्राडिप्निया भनेको त रेस्पिरेटरी रेट कम भएको, सामान्यतया 12 भन्दा कम भएको। युप्निया भनेको नर्मल 12 देखि 20सम्म भएको होइन। एप्निया भनेको सासै फेर्न नसक्ने अवस्था होइन, एब्सेन्ट नै भएको अवस्था, त्यो त होइन। धेरै भएको छ भनेपछि दिस इज द ट्राकिप्निया। A series of the speech is given by expert, but there is no discussion among the speaker. है, अब एक दुईवटा ख्याल गर्नुपर्ने कुरा, यहाँ एक्सपर्ट छ है, अनि एक्सपर्ट छ, मल्टिपल एक्सपर्ट छ, अनि सेरिज अफ स्पिच। अब यो स्पिच मात्रै भनेको भए कहिलेकाहीँ लेक्चर पनि हुन सक्थ्यो है, तर यहाँ के छ, सेरिज अफ स्पिच छ भनेपछि लेक्चर होइन। अनि देयर इज नो डिस्कसन, डिस्कसनै छैन भनेपछि प्यानल डिस्कसन हुने कुरो भएन। अब बाँकी रह्यो सिम्पोजियम हो कि वर्कसप। वर्कसपमा चाहिँ सामान्यतया चाहिँ मल्टिपल मिटिङ अर मल्टिपल एपिसोड अफ डिस्कसन चाहिँ हुन्छ है। युजली 4 अर मोर भन्छ, 4 वा 4 भन्दा बढी चाहिँ हुनुपर्छ।
यो चाहिँ सिम्पोजियम हो। यसलाई सम्झिनको लागि चाहिँ हामी यासबाट सिम्पोजियम अनि यासबाट चाहिँ यो सेरिज अर स्पिच, सेरिज अथवा स्पिच जे शब्द आउँछ नि यासबाट सिम्पोजियम भनेर यसरी सम्झिन पनि सक्नुहुन्छ है। सिम्पोजियममा चाहिँ स्पिकरको बिचमा त डिस्कसन हुँदै हुँदैन, देयर इज एब्सोल्युटली नो डिस्कसन। अडियन्ससँग चाहिँ हुन पनि सक्छ, क्वेसन माइट होइन क्यान बी आक्स भन्छ, सोध्न सकिन्छ एट लास्ट। A lean and thin newly diagnosed diabetic patient present at health post, which is the most appropriate initial management according to the given PHS STP। है अब अहिले स्पेसली चाहिँ तपाईँहरूले पेरिफेरीमा हेल्थ पोस्ट पिएचसीतिर बसेर काम गर्दाखेरि चाहिँ उपचार गर्ने गाइडलाइन भनेको चाहिँ बेसिक हेल्थ सर्भिस स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल 2078 भन्ने छ। यो तपाईँहरूलाई सेकेन्ड पेपर र फर्स्ट पेपर दुइटैको लागि अत्यन्तै युजफुल बुक हो। यो अनुसार चाहिँ डायबेटिक पेसेन्ट छ होइन, नयाँ डायग्नोस भएको, त्यो पनि कस्तो छ लिन एन्ड थिन, दुब्लो पातलो छ भनेदेखि चाहिँ फर्स्ट लाइन ट्रिटमेन्ट के हो भनेको छ इन्सुलिन होइन, हेल्थ पोस्टमा हुँदा पनि हुँदैन, लाइफस्टाइल मोडिफिकेसन ओन्ली। यो ओन्ली भनेपछि हुने सम्भावना कम हुन्छ भनेको छु मैले है। अब यो दुईटा मेटफर्मिन र ग्लिमिप्राइड मध्ये मेरो विचारमा तपाईँले मेटफर्मिन लगाएको हुनसक्छ धेरै जसोले। यसको राइट एन्सर चाहिँ बी हो, ग्लिमिप्राइड। ग्लिमिप्राइड 1 mg पर ओरल ओडी फर 1 to 2 weeks देन रिफर फर इभ्यालुएसन हो। कारण चाहिँ लिन एन्ड थिन भएको कारणले गर्दाखेरि चाहिँ यो, यदि लिन एन्ड थिन नभनेको भए चाहिँ मेटफर्मिन हामीले सुरु गर्नु पर्थ्यो, लिन एन्ड थिन नभनेको भए चाहिँ मेटफर्मिन सुरु गर्ने हो। राइट एन्सर बी। इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट सेक्सन होइन, त्यसै गरी चाहिँ तपाईँको के छ अरू सेक्सनहरू, लोजिस्टिक, वेस्ट म्यानेजमेन्ट, त्यस्तो सेक्सनहरू चाहिँ म्यानेजमेन्ट डिभिजन अन्तर्गत पर्छ होइन। फ्यामिली वेलफेयरभित्र न्युट्रिसन इम्युनाइजेसन सेक्सन परे जस्तै यो यसो हेरिराख्नु होला। डिओएचएसको सेक्सनको कुरा गरेको हो यसले। राइट एन्सर डी। पुवर एसेस एन्ड गुड क्वालिटी इन इम्युनाइजेसन प्रोग्राम फल्स अन्डर भनेको छ। यो चाहिँ हामीले इम्युनाइजेसन प्रोग्रामको क्याटेगोराइजेसन चाहिँ 4वटा क्याटेगोरीमा छुट्याउँछौँ। त्यसको लागि चाहिँ एसेस र युटिलाइजेसनको दुईटा कुरा गर्छौँ है। यो पुवर एसेस भने चाहिँ हामीले डिपिटी फर्स्टको कभरेज कस्तो छ भनेर त्यसको आधारमा हेर्छौँ। युटिलाइजेसन चाहिँ ड्रप आउट कस्तो छ भनेर त्यसको आधारमा हेर्छौँ। यो पुवर एसेस भनेको चाहिँ तपाईँको 90% भन्दा कम कभरेज छ भने भन्छ क्या, 90% भन्दा कम कभरेज छ भनेदेखि चाहिँ होइन। अनि गुड युटिलाइजेसन भनेको ड्रप आउट चाहिँ तपाईँको 10% भन्दा कम ड्रप आउट छ भने चाहिँ त्यो चाहिँ राम्रो युटिलाइजेसन हो। अब यस्तो खालको क्याटेगोरी चाहिँ यो क्याटेगोरी 3 हो। यसको बारेमा हामी अब कुनै क्लासमा अथवा कुनै सेसनमा अलिक इन डिटेलमा छलफल गर्छौँ है। एचए स्पेसली एचएलाई सोध्ने खालको क्वेसन हो। 25 years old non-pregnant woman is diagnosed with the UTI according to the given BHS STP, which is the appropriate drug regimen। नन प्रेग्नेन्ट छ, 25 वर्षको छ, युटिआई भयो, एसटिपी अनुसार चाहिँ ड्रग रेजिमेन कुन चाहिँ सही छ भनेको छ। त लेखौँ त फटाफट, कुन हुन्छ जस्तो लाग्छ है। तपाईँको रेस्पोन्स अलिक ढिलो आएछ, म एकचोटि फोनमा चाहिँ ब्याक गरेर फेरि जोइन हुन्छु है। तपाईँले लेख्दै गर्नु है। ओके ल, अप्सन नम्बर एमा सेफिक्सिम 200 mg बिडी फर 3 days होइन। त्यसपछि चाहिँ
ciprofloxacin 500 mg BD for 5 to 7 days, nitrofurantoin 100 mg OD for 14 days, होइन त्यसै गरी चाहिँ एमोक्सिसिलिन 500 mg BD for 3 days भन्ने रहेछ होइन। अब यहाँ चाहिँ खास कुरो यहाँ नन प्रेग्नेन्ट भन्ने कुराले गर्दाखेरि प्रेग्नेन्ट र नन प्रेग्नेन्टको चाहिँ थेरापी चाहिँ हामीले थेरापी ड्युरेसन चाहिँ छुट्याउनु पर्ने अवस्था चाहिँ देखियो होइन। अब सेफिक नन प्रेग्नेन्टमा चाहिँ हामीले सेफिक्जिम अर सिप्रोफ्लोक्सासिन चलाउने हो होइन। प्रेग्नेन्ट छ भनेदेखि चाहिँ अब तपाईँले पहिला धेरै पढेको चाहिँ नाइट्रोफ्युराटोइन होला होइन। अहिले चाहिँ एमोक्सिसिलिन अर सेफिक्जिम होइन, एमोक्सिसिलिन अर सेफिक्जिम चलाउने भन्ने पनि छ। यो सेफिक्जिम पनि चलाउन मिल्यो। अब यहाँ हेरौँ है, अलिक नाइट्रोफ्युराटोइन र एमोक्सिसिलिन चाहिँ यो प्रेग्नेन्सीको लागि भयो, यो नन प्रेग्नेन्टको लागि प्राइमरी ड्रग होइन, ड्रग अफ चोइस होइन, यो हटिहाल्यो। अब बाँकी रह्यो सेफिक्जिम 200 mg BD फर 3 days, यहाँ चाहिँ 3 दिनको लागि मात्रै भनेको छ। अर्को चाहिँ सिप्रोफ्लोक्सासिन 500 mg BD फर 5 to 7 days। ल यहाँ के कुराले गर्दाखेरि फरक पर्यो भनेर भन्दाखेरि यो दुइटै मेडिसिन चलाउन मिल्थ्यो, दुइटैको डोज ठिक छ, ड्युरेसनले गर्दाखेरि फरक पर्यो है। त्यसको राइट ड्युरेसन दिएको चाहिँ तपाईँको सिप्रोफ्लोक्सासिन 500 mg BD फर 5 to 7 days, 5 to 7 डेजको कोर्स मिनिमम हो। एसटिपीले भनेको पनि त्यही 5 to 7 डेजकै हो जस्तो लाग्छ। अनि बच्चाको केसमा 7 देखि 10 दिन भनेर एसटिपीले भनेको छ। राइट एन्सर चाहिँ बी लगाउनु पर्यो। यो सेफिक्जिमको ड्युरेसन चाहिँ कम भयो, त्यो कारणले गर्दाखेरि यसको राइट एन्सर बी भयो। अलिक बढी सोच्नुपर्ने खालको रहेछ यो चाहिँ। वाट इज द प्राइमरी रेस्पोन्सिबिलिटी? प्रेग्नेन्सीमा ड्रग अफ चोइस इज नाइट्रोफ्युराटोइन भन्ने पढ्या हो हामीले होइन, पुष्प कमलजीले भनेको होइन। तर अहिले चाहिँ नाइट्रोफ्युराटोइन इज ओन्ली फर सिस्टाइटिस, इन्फ्लामेसन अफ ब्ल्याडर, सिस्टाइटिसको लागि मात्रै हो भन्छ, अरूको लागि चाहिँ त्यो प्राइमरी ड्रग होइन भन्छ है। वाट इज द प्राइमरी रेस्पोन्सिबिलिटी अफ द फेडरल गभर्मेन्ट इन करेन्ट हेल्थ केयर सिस्टम? अहिलेको हाम्रो चाहिँ सङ्घीयता पछिको हेल्थ सिस्टममा चाहिँ फेडरल गभर्मेन्टको चाहिँ खास काम के हो भन्दाखेरि पोलिसी फर्मुलेसन गर्ने, रेगुलेट गर्ने, मोनिटरिङ गर्ने काम। राइट एन्सर चाहिँ बी हो। सर्भिस डेलिभरी गर्ने काम चाहिँ लोकल लेभल र प्रोभिन्सको। चेन्ज भएको भन्दा पनि हाम्रो नेसनल गाइडलाइन अनुसार चाहिँ त्यही नै हो कि। विच बिपी इज क्लासिफाइड एज द स्टेज 1 हाइपरटेन्सन है। ल यो स्टेज 1 हाइपरटेन्सन भनेको चाहिँ कुन चाहिँ हो भनेर सोधेको छ। 110/70, 125/80 होइन, 145/95, 170/110 भनेको छ है। अब यो पनि एसटिपीकै क्लासिफिकेसन अथवा चाहिँ पेन प्रोटोकल भन्ने सुन्नुभयो होला। पेन प्रोटोकल अनुसार चाहिँ हेर्नुपर्छ प्राइमरली चाहिँ हाम्रो चाहिँ होइन, हाम्रो देशको कन्टेक्समा स्टेज 1, स्टेज 2सम्म छ भनौँ न। अनि त्यसपछि त हाइपरटेन्सिभ अर्जेन्सी र इमर्जेन्सी भनेर भन्छ। जेनरली चाहिँ तपाईँको हाइपरटेन्सन भनेको चाहिँ 140 भन्दा माथि हुनु पर्यो होइन। अब 140 भन्दा माथि हुने बित्तिकै ए र बी भएन होइन, तपाईँको चाहिँ सी र डी मध्ये दुईटा हुने भयो। त्यसमध्ये पनि सिम्पल तरिकाले सोच्नु पर्यो, 140 पछिको त स्टेज 1 भनेपछि त इमिडिएटली 140 पछिको होला नि त, 145 वाला चाहिँ है। राइट एन्सर चाहिँ सी हो। स्टेज 1 भनेको चाहिँ तपाईँको 140 देखि 160 अथवा 59 भन्छ, 159सम्म चाहिँ तपाईँको सिस्टोलिक बिपी। अनि डायस्टोलिक चाहिँ तपाईँको डायस्टोलिक चाहिँ 90देखि 79सम्म हुनसक्छ है। 90देखि 79सम्म छ भने दिस इज द स्टेज 1। अब स्टेज 2 भनेको चाहिँ तपाईँको यो 160 वा सोभन्दा बढी अनि डायस्टोलिक चाहिँ 100 भन्दा बढी, 100 वा 100 भन्दा बढी छ भने
त्यसलाई चाहिँ स्टेज 2 भनेर भन्छ। स्टेज 1 र स्टेज 2 हाइपरटेन्सन भन्छ है। राइट एन्सर चाहिँ 145 वाला हुने भयो। द मोस्ट अप्रोप्रिएट एज टु करेक्ट द क्लेफ्ट लिप बाई सर्जरी है। अब यसको पनि एन्सर तपाईँले फरक फरक लगाउन सक्नुहुन्छ है। बुकतिर चाहिँ सर्जरीतिर फरक फरक दिएको हुनसक्छ, तर हाम्रो स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकलले चाहिँ क्लेफ्ट लिप होइन, क्लेफ्ट लिपको लागि चाहिँ बेस्ट एज भनेको चाहिँ 4 महिनादेखि 6 महिना हो होइन। अनि क्लेफ्ट प्यालेटको लागि बेस्ट एज प्यालेट भन्यो भने चाहिँ 18 महिना हो है। अब हामीले चाहिँ त्यो लगाउनु पर्छ, 4 देखि 6 महिना क्लेफ्ट लिफ्टको लागि, अनि प्यालेटको लागि चाहिँ 18 महिना। ल के छ, ठिक छ, सुनिरहनु भएको छ? क्वेसन नम्बर 34। ओके, कालाजार एलिमिनेसन प्रोग्राम हेज टार्गेटेड टु रेड्युस द इन्सिडेन्स अफ कालाजार टु लेस देन 1 पर 10,000 एट डिस्ट्रिक्ट लेभल है। कालाजार एलिमिनेसनको क्राइटेरिया के हो भन्यो भनेदेखि पनि कालाजार इन्सिडेन्स हेर्ने हो। इन्सिडेन्स र प्रिभ्यालेन्समा झुकिन सक्छ इन्सिडेन्स, अनि त्यो पनि कति हो भन्दाखेरि चाहिँ पर 10,000मा 1 हो, लेस देन 1 हो। त्यो पनि कुन लेभलमा भन्यो भने चाहिँ डिस्ट्रिक्ट लेभलमा। द ड्रग अफ चोइस फर द डिप्रेसन, डिप्रेसनको लागि चाहिँ ड्रग अफ चोइस कुन हो भनेर चाहिँ धेरैले एमिट्रिप्टाइलिन लगाउनु भयो होला। राइट एन्सर चाहिँ फ्लुक्जेटिन। फ्लुक्जेटिन इज द ड्रग अफ चोइस फर डिप्रेसन। कम्युनिटी बेस्ड पिएमटिसिटी प्रोग्राम चाहिँ कहिले सुरु भएको हो भनेको छ। पिएमटिसिटी मात्रै भनेको भए 2005 हुन्थ्यो। यहाँ चाहिँ सिबी पिएमटिसिटी भने यो चाहिँ 2009बाट चाहिँ सुरु भएको हो है। कम्युनिटी बेस्ड पिएमटिसिटी चाहिँ 2009बाट सुरु भएको हो। According to the local level program formulation directives, when should the local executive deliver the budget proposal to the local assembly? म्युनिसिपल एसेम्ब्ली भन्छ होइन। म्युनिसिपल एसेम्ब्ली सभामा चाहिँ होइन स्थानीय तहको बजेट चाहिँ कहिले पेश गर्ने हो भने होइन। यहाँ त धेरै झुकिनुहुन्न। अब यहाँ सजिलो खालको अप्सन राख्दैछ, कार्तिक होइन, माघ होइन, कि असार हो कि साउन हो होइन। साउन पनि अर्को वर्ष आइसक्यो, यो होइन। राइट एन्सर चाहिँ सी हो। यो नझुकिने तरिकाले राखिदिएको छ, यो मिलाउनुहुन्छ। तर तपाईँ एउटा काम के गरिहाल्नु भन्दाखेरि सङ्घको कहिले हो, स्थानीयको कहिले हो, प्रदेशको कहिले हो, यो तिनटै कुरा फटाफट हेरिहाल्नु होला। जेठमा, असारमा, अनि त्यसपछि जेठ र असारमा हो, तर कति कति गते रहेछ हेरिहाल्नु होला है। यो इम्पोर्टेन्ट छ, सोध्न सक्छ। विच पार्ट अफ द ब्रेन इज कन्सर्न विथ द मस्कुलर मुभमेन्ट होइन। मस्कुलर मुभमेन्ट अनि बडी पोस्चर योसँग सम्बन्धित त के हो त तपाईँको सेरेबेलम है नि त। अल्कोहल खाएको बेलामा चाहिँ यही सेरेबेलममा असर गर्छ, त्यही भएर चाहिँ तपाईँको हिँडाइहरू चाहिँ चेन्ज हुन्छ है नि त। इमर्जेन्सी कन्ट्रासेप्टिक्स हेज टु बी टेकन विदिन आफ्टर द अनसेफ सेक्सुअल इन्टरकोर्स भनेको छ। असुरक्षित यौन सम्पर्क भएको कति समयभित्र चाहिँ इमर्जेन्सी कन्ट्रासेप्टिक्स लिएमा त्यो चाहिँ प्रभावकारी हुन्छ भनेर सोधेको छ। अब यहाँ धेरै साथीहरू चाहिँ अलिक अपडेट नभएको होइन, नयाँ अपडेटहरू नहेर्नु भएको साथीहरूले चाहिँ कति लगाउनु भएको छ, 72 घन्टा लगाउनु भयो होला, 72 आवर्स लगाउनु भयो होला होइन। त्यो चाहिँ गलत हो, यो चाहिँ चेन्ज भइसकेको छ। राइट एन्सर चाहिँ 120 घन्टा, त्यो भनेको 5 दिनसम्म। द बडी वेट अफ द बेबी क्वाड्रिपल्स भनेको बच्चा जन्मिँदाखेरि सामान्यतया 2.5 केजी हुन्छ भने त्यो तौल चाहिँ 4 गुणा 10 केजी चाहिँ कहिले पुग्छ भनेर सोधेको छ। 4 गुणा चाहिँ कहिले पुग्छ, जस्तै 6 महिनामा 2 गुणा पुग्छ होइन, पुग्नुपर्छ। 4 गुणा चाहिँ कहिले पुग्छ त? के छ, लगाइरहनु भएको छ? यहाँ अलिक ढिलो आइरहेको छ है मेरोमा। 40को एन्सर लगाउनु त। ओके, 40को एन्सर होला सायद। पुष्प कमलजीले सी लगाउनु भएको छ, 40को सी। ओके, अरू अरू लगाउनु त। अब धेरै क्वेसन छैन, फटाफट लगाउनु है। हामी 5 to 10 मिनट। समृद्धिजीले चाहिँ डी लगाउनु भएको छ। यो नायरा साइन भन्ने को हुनुहुन्छ, 120 घन्टा भन्दै हुनुहुन्छ। हामी अगाडि गइसक्यौँ होइन, यो अघि पछि हुँदो रहेछ। ओके, राइट एन्सर चाहिँ सी हो, 24 महिना 2 वर्ष होइन त। एचएमएस 4.2 इज रिलेटेड टु भनेर चाहिँ एचएमएस 4.2 चाहिँ होइन, सुरुमा त थाहा हुनु पऱ्यो नि। 4 नम्बरमा चाहिँ के पर्छ भन्ने। 4 नम्बरमा चाहिँ कम्युनिटी
होइन कम्युनिटीको टुलहरू चाहिँ 4 नम्बरमा पर्छ, भिटामिन ए को कुरा, एफसिएचबीको रजिस्टरको कुराहरू चाहिँ 2मा पर्छ होइन। भनेपछि राइट एन्सर चाहिँ एफसिएचबी रजिस्टर। इन विच टाइप अफ लिडरसिप देयर इज द फिलिङ अफ द टुगेदरनेस, हामी सबै सँगै छौँ, मिलेर काम गर्ने हो, पार्टिसिपेटरी, त्यस्तो खालको महसुस हुने चाहिँ केमा हो त, डेमोक्रेटिक पार्टिसिपेटरी टाइप अफ लिडरसिपमा हुन्छ। बायोकेमिकल अक्सिजन डिमान्ड इज क्यालकुलेटेड टु नो, यो चाहिँ इन्भाइरोमेन्टल हेल्थको क्वेसन हो। बायोकेमिकल अक्सिजन बिओडी भन्छ होइन, यो बेस्ट इन्डिकेटर पनि हो। के को लागि चाहिँ मेजर गरिन्छ भन्दाखेरि सिवेज, ह्युमन एक्सक्रिटामा हुने वेस्ट, के अरे अर्ग्यानिक वेस्टको मात्रा थाहा पाउनको लागि। राइट एन्सर चाहिँ ए हो। विच वान इज नट द कमन कज अफ द न्योनेटल मोर्टालिटी, न्योनेटल मोर्टालिटीको कमन कारण कुन होइन भनेको छ। बर्थ एक्सपाइजिया, सेप्सिस, लो बर्थ वेट, डाइरिया, डाइरिया चाहिँ होइन होइन। अब तपाईँहरूलाई पनि थाहा छ सिबिएमसिआई अनुसार हेर्दा पनि हामीले डाइरिया चाहिँ 2 महिनाभन्दा माथिकोलाई मात्रै हेर्छौँ, प्रायोरिटी दिन्छौँ होइन। भनेपछि राइट एन्सर चाहिँ डी। फल्स अनसेकेबल बिलिफ, एउटा त फल्स हुँदै नभएको, अर्को चाहिँ अनसेकेबल होइन, त्यो चेन्ज नै गराउन नसक्ने खालको, त्यस्तो खालको बिलिफलाई चाहिँ दिएका अप्सन मध्ये चाहिँ डेलुजन भनेर भन्छ। तर यहाँ महत्त्वपूर्ण कुरा चाहिँ त्यो बिलिफ चाहिँ कुनै कल्चरसँग सम्बन्धित, संस्कृतिसँग चाहिँ सम्बन्धित हुनु भएन है, संस्कृतिसँग सम्बन्धित चाहिँ हुनु भएन, किनभने कल्चर रिलेटेड बिलिफ पनि चेन्ज गर्नु गाह्रो हुन्छ। अब इलुजन भनेको चाहिँ मिसइन्टरप्रिटेसन होइन, डोरीलाई सर्प देख्ने, बिरालोलाई बाघ देख्ने। हेलुसिनेसन भनेको हुँदै नभएको है, हुँदै नभएको, कोही बोलेकै छैन तर त्यो मान्छेलाई बोलिरहेको जस्तो लाग्छ होइन, त्यसलाई चाहिँ हेलुसिनेसन भन्छ। त 43को भन्नुभएको छ अहिले। अब धेरैवटा क्वेसन बाँकी छ नि, यो सकाएर लेट मे रिचेक है, म चेक गर्छु एकचोटि। 46 ट्रिक्लिङ फिल्टर इज युज इन भनेको छ होइन। यहाँ त अप्सन ठिक ठिकै राखिदिएको छ, कहिलेकाहीँ चाहिँ अलिक झुक्याउने खालको अप्सन राखिदिन्छ। फिल्टर भनेपछि चाहिँ वाटर प्युरिफिकेसन हो कि भन्ने धेरैले बुझ्नुहुन्छ होइन, फिल्टर भनेपछि चाहिँ वाटर प्युरिफिकेसन हो कि भन्ने धेरैले बुझ्नुहुन्छ। यो चाहिँ वाटर प्युरिफिकेसनवाला फिल्टर होइन, यो खास वास्तविक फिल्टर पनि होइन, यसलाई मिसनोमर भन्छ। फिल्टर फिल्टर चाहिँ भने हो तर वास्तवमा फिल्टर चाहिँ होइन। यो चाहिँ हामीले ह्युमन एक्सक्रिटा म्यानेजमेन्टमै युज गर्छौँ, यो फिल्टर चाहिँ है, ह्युमन एक्सक्रिटामा चाहिँ म्यानेजमेन्टमै युज गर्छौँ। अब त्यो ह्युमन एक्सक्रिटा म्यानेजमेन्टको पनि होइन डिफ्रेन्ट तरिका छ नि त, सिवर्ड एरिया, अनसिवर्ड एरिया। अनि सिवर्ड एरियामा चाहिँ तपाईँको मोडर्न सिवेज ट्रिटमेन्ट मेथड भन्ने हुन्छ, मोडर्न सिवेज ट्रिटमेन्ट मेथड भन्ने हुन्छ। अनि मोडर्न सिवेज ट्रिटमेन्ट मेथडमा पनि हामीले प्राइमेरी ट्रिटमेन्ट र सेकेन्डरी ट्रिटमेन्ट गर्छौँ। अनि त्यसमध्ये सेकेन्डरी ट्रिटमेन्टमा चाहिँ यो ट्रिक्लिङ फिल्टर भन्ने चाहिँ युज हुन्छ। राइट एन्सर चाहिँ बी हो है, सेकेन्डरी ट्रिटमेन्ट अफ सिवेजमा चाहिँ। अब कहिलेकाहीँ तपाईँलाई सिवेज मात्रै दिन पनि सक्छ। इन गेम स्ट्राटेजी इज रिलेटेड टु विच अफ द फलोइङ भ्याक्सिन प्रिभेन्टेबल डिजिज भनेर चाहिँ इन गेम स्ट्राटेजी भनेको चाहिँ तपाईँको पोलियोमाइलाइटिस, अब पोलियोमाइलाइटिस चाहिँ इराडिकेसन गर्ने लाइनमा छ, त्यसको लागि बनेको स्ट्राटेजी हो। स्वास्थ्य सेवाका कर्मचारीले कति दिन बिरामी बिदा लिँदा चिकित्सकद्वारा लेखिदिएको प्रमाण पेश गर्नुपर्छ भनेको छ होइन। यदि 7 दिन वा सोभन्दा बढीको बिरामी बिदा लिनुपर्ने भएमा चाहिँ चिकित्सकको चाहिँ उर्जिने आवश्यकता पर्छ। राइट एन्सर चाहिँ बी। एनएसपिसी एक्ट अनुसार चाहिँ यस परिषदमा अध्यक्षसहित कतिजना सदस्य, एनएसपिसीको परिषदमा चाहिँ कतिजना सदस्य रहने व्यवस्था रहेको छ भनेको छ। यो चाहिँ 13जनाको सदस्य रहने व्यवस्था रहेको छ। इचिङ रेड स्पोट डेभलप इन्टु द भेसिकल द्याट ओपन एन्ड येल्लो लिक्विड इनसाइड फर्म्स हनी कलर। अब यो अगाडि अगाडिको कुरा भएको भए तपाईँले अर्कै अर्कै के लगाउनु हुन्थ्यो होला, तर यहाँ लास्टमा के आयो, हनी कलर क्रस्ट भनेपछि चाहिँ, हनी कलर क्रस्ट भनेपछि त्यो चाहिँ इम्पेटिभको
स्पेसिफिक फिचर हो राइट एन्सर चाहिँ बी हुन्छ है राइट एन्सर के हुन्छ त बी हुन्छ है ल ओके ल क्वेसन अनुसार चाहिँ सरसर्ती यति नै हो यहाँसम्म तपाईँलाई केही कन्फ्युजन छ भनेदेखि यसो राख्नु त यहाँसम्म स्पेसिफिक है यो क्वेसनको चाहिँ